हाई गुड मर्निङ साथीहरू। आजको मौसम एकदमै दामी भइराखेको छ। तपाईहरु कस्तो हुनुहुन्छ? तपाईहरु सन्चै हुनुहुन्छ? म पनि सन्चै छु र यो मेरो सानो भिडियोमा तपाईहरुले माया दिनुहोस् मलाई र तपाईहरुको माया चाहिएको छ मलाई। भुल भयो भने माफ भन्छन्। हेर्नुहोस् यो तल देख्दै गरेको चाहिँ रानीपुल। अल्छी लाग्यो के गर्नु यस्तो दिनमा। यस्तो दामी वेदर भयो कि यस्तो दामी यस्तो मजाको वेदर भयो साथीहरू। मजा लागेको लुगा सुकाएको खाना पनि खाएको छुइनँ। खानामा केही भएन। मेरो वाइफ चाहिँ ड्युटी गयो है। लुगा सुक्खा धोएर अब चाहिँ खानासाना खाएर के गर्छु बढ्दै जानुहोस्। के बज्यो ल त अन्त कस्तो कत्रो देख्यो अग्लो देख्नु पर्ने मुन्डेको मोबाइल पुरा उयो गर्दैछ लाइक भिडियो गरिरहेछ हाँसाउँछ के भन्दा हुन्छ यस्तै हो। लुगा बोकेर आएको। लुगा सुकाएर आयो। ओके गाइस ल गाइस यस्तै छ कामहरू भन्नु पनि सक्दैन होइन साथीहरू। ओके गाइस बाई बाई। हेर्दै गरौँ। हुन्छ ल थाली नै राखिदिएको छु मैले किनभने यहाँ त सुगा पनि खोर्सानीदेखि खोलेर सबै सुकली हो। म चाहिँ काम गरिबस्छु र छुट्टी नै भए पनि म चाहिँ काम गरिरहन्छु किनभने मेरो वाइफको मात्रै हात हेर्दिनँ म आफै पनि गर्छु किनभने ऊ पनि गरेर थाकेर आउँछ है। र अलिकति उसको काम गरिदियो भने अलिकति उसलाई खुसी हुन्छ, अलिकति हेल्प हुन्छ है। र कतिजनाले बुढीलाई मात्रै काम लाउँछ तर म चाहिँ लाउँदिनँ। म चाहिँ उसलाई सहयोग गर्छु किनभने उसले मलाई दुःखमा साथ दिएको छ है। त्यही भएर म पनि हातमा हात बटाउँछु है। एकता भयो भने एकात्ममा माया हुन्छ, एकात्ममा प्रेम हुन्छ है। तपाईहरुले पनि आफ्नो वाइफलाई
माया गर्नुहोस् हो त्यो वाइफलाई धेरै मात्रामा माया गर्नुहोस्। यो पुरानो भयो, यो ह्यान्डटेन भयो भनेर नभन्नुहोस् गाइस। माया गर्नुहोस्, माया गरेर सबै हुन्छ। ओके गाइस, बाई बाई।